안녕하세요. नमस्ते। युनिक कोरियन भाषा अनलाइन कक्षामा आज पनि तपाईहरुलाई स्वागत छ। हाम्रो ग्रामरको कुराहरु पढ्दै गर्दा हामीले हिजो गो को बारेमा एउटा कुरा मात्रै पढेका थियौं। कुन अवस्थामा गो को प्रयोग गरिन्छ भनेर हामीले त्यो दुईटा वाक्य एक आपसमा फरक भएको अवस्थामा, एक आपसमा नमिल्ने कन्डिसनमा अथवा अगाडिको र पछाडिको वाक्य एक आपसमा परिपूरक नभएको अवस्थामा हामीले गो को प्रयोग गर्छ भनेका थियौं। र गो को बारेमा एन्सर पत्ता लगाउने पनि तरिका पनि सिक्यौं हामीले। ताकि पछाडिको वाक्यमा किन भनेर क्वेशन सोध्नुभयो भने अगाडिको वाक्यमा जवाफ आउँदैन। यसरी जवाफ आउँदैन भने त्यो भनेको एक आपसमा सम्बन्ध नभएको वाक्य हो र त्यसमा चाहिँ हामीले गो को प्रयोग गर्नुपर्छ भनेका छौं। त्यसरी नै आज त्यही गो को अर्को हाम्रो पार्ट 2 मा चाहिँ आज हाम्रो हेरौं रोगका दुई वा दुई भन्दा बढी लक्षण बताउँदा पनि हामीले गो को प्रयोग गर्नुपर्छ। है रोगका दुई वा दुई भन्दा बढी लक्षण बताउँदा हामीले के को प्रयोग गर्छौं? गो को प्रयोग गर्छौं। जस्तो रोगको लक्षण भनेको टाउको दुख्नु, ज्वरो आउनु, खोकी लाग्नु भनौं न हैन। यस्तो कुनै पनि किसिमको रोगको लक्षणहरु है दुईटा लक्षण बताउने बेलामा चाहिँ हामीले के को प्रयोग गर्छौं? गो को प्रयोग गर्छौं। र कतिपय अवस्थामा अपवादको नियम पनि छ। अपवादको नियम भनेको गो नलाग्ने, दुईटा लक्षण भन्दा पनि गो को प्रयोग नहुने नियमहरु पनि छ। है त्यो हामीले पछि गर्छौं। सामान्यतया हामीले रोगको दुईवटा लक्षण बताउने बेलामा गो को प्रयोग गरिन्छ। अब यहाँ उदाहरणमा हेर्नु त आछिमबुथ बिहानदेखि फेगा आफू गो भनेको फेगा आफुदा हो एउटा लक्षण हो के। पेट दुख्नु भनेको आफैमा रोग होइन, लक्षण हो। अनि सल्साहादा भनेको अर्को लक्षण हो। है सल्साहादा भनेको एउटा चाहिँ पेट दुख्नु, अर्को के हो त पखाला लाग्नु अथवा पखाला चल्नु। यसरी दुईटा लक्षणलाई हामीले जोड्ने बेलामा बीचमा के को प्रयोग गर्ने त? गो को प्रयोग गर्ने। है बिहानदेखि पेट दुखेर पखाला पनि चल्छ अथवा पखाला पनि लाग्यो अथवा पखाला पनि लाग्छ। यसरी है हामीले दुईटा लक्षण, एउटा पेट दुख्नु, अर्को पखाला चल्नु, यसरी दुईटा रोगका लक्षण बताउने बेलामा हामीले के को प्रयोग गर्छौं? गो को प्रयोग गर्छौं भनेर बुझ्नुस् है। एउटा अर्को पनि हेरौं यरी नागो मरिदो आफासयो। है अब यहाँ पनि दुईटा लक्षण। अब एउटा के छ भने यरी नादा भनेको ज्वरो आउनु। है यरी नादा एउटा लक्षण हो, ज्वरो आउनु। ज्वरो आउनु भनेको रोग होइन, लक्षण हो। अनि मरिगा आफुदा भन्छ कि हाम्रो हैन, मरिगा आफुदा। मरिगा आफुदा भनेको त टाउको दुख्नु। है एउटा चाहिँ ज्वरो आउनु, अर्को के छ टाउको दुख्नु। यसरी दुईटा लक्षणलाई हामीले जोड्ने बेलामा के को प्रयोग गर्छौं त? गो को प्रयोग गर्छौं। यरी नागो ज्वरो आएर अथवा ज्वरो आई, मरिदो आफासयो भनेको टाउको पनि दुख्यो। है यसरी हामीले रोगका दुईवटा लक्षणहरु बताउने बेलामा चाहिँ के को प्रयोग गर्छौं त? गो को प्रयोग गर्छौं भनेर बुझ्नुस् है। अर्को पनि हेरौं खामगिए खल्लिगो मोगिदो आफायो। अब यहाँ चाहिँ खामगिए खल्लिदा भनेको रुगा लाग्नु। खामगिए खल्लिदा रुगा लाग्नु। रुगा लाग्नु भनेको आफैमा रोग होइन। है मोगी आफुदा, मोगी आफुदा। मोगी आफुदा भनेको के त? घाँटी दुख्नु। दुईटा लक्षण हो के। है एउटा लक्षण खामगिए खल्लिदा भयो, रुगा लाग्नु। अर्को लक्षण मोगी आफुदा, घाँटी दुख्नु। यसरी यो दुईटा लक्षणलाई जोडेर लेख्ने बेलामा चाहिँ हामीले के को प्रयोग गर्यौं त? यहाँ गो को प्रयोग गर्नुपर्छ। खामगिए खल्लिगो मोगिदो आफायो, रुगा लागेर अथवा रुगा लागि टाउको पनि दुख्छ। है
अथवा टाउको पनि दुख्यो। यसरी हामीले सामान्यतया रोगका दुईवटा लक्षण बताउने बेलामा चाहिँ हामीले के को प्रयोग गर्छौं, गो को प्रयोग गर्छौं भनेर बुझ्नु पर्यो है। अब त्यस्तै अर्कोमा पनि हेरौं। अब अर्को कुरा छ, सीमा हेर्नु, कपडा आभूषणका कुरा के। आभूषण भनेको हामीले लगाउने कुरा भनेर बुझौँ न, हामीले प्रयोग गर्ने शरीरमा पहिरिने कुरा भनेर बुझ्न आउँछ है। कपडा आभूषण वा सवारी साधन, सवारी साधन भनेपछि यातायातका साधन सबै है। सवारी साधन भनिसक्नुभयो भने तपाईले गाडी छुट्टै, बस छुट्टै, मोटरसाइकल छुट्टै हैन, सामान्य साइकल छुट्टै, हवाईजहाज छुट्टै यसरी भनिराख्नु पर्दैन है। सवारी साधन भनेपछि यातायातका सम्पूर्ण सामान भनेर बुझ्ने है। अनि आभूषणका कुरा भनेको कपडा के, गरगहना यस्तो बुझ्छौं हामीले। आभूषणका कुरा अथवा सवारी साधन जस्तै कपडा, गरगहना, जुत्ता, चप्पल, गाडीहरू भयो, को प्रयोग गर्दा गो को प्रयोग गरिन्छ है। हामीले सवारी साधनको प्रयोग गर्दा चाहिँ है, म बस चढेर गएँ अथवा साइकल चढेर गएँ, मोटरसाइकल चढेर गएँ भन्नुको मोटरसाइकल चढ्नु तपाईले बस चढ्नु भनेको बस प्रयोग गर्नु हो है, बसको प्रयोग गर्नु। अनि जस्तो कपडा लगाउनु यस्तो कुराहरू भन्दा चाहिँ हामीले के को प्रयोग गर्छौं त, गो को प्रयोग गर्छौं। अथवा यसलाई छोटोमा के पनि बुझ्न सक्छौं भने कपडा र सवारी साधन प्रयोग गर्ने कुरा जनाउने क्रिया है। हामीले कपडा लगाउनु भन्ने कुरा है, अथवा कपडा पहिरिनु भन्ने कुरा र सवारी साधन प्रयोग गर्ने कुरा भनेको सवारी साधन चढ्ने कुरालाई जनाउने क्रिया। यो क्रियाहरूले चाहिँ कपडा लगाउनु अथवा हामीले आभूषणका कुराहरू पहिरिनु र चढ्नु भन्ने कुरा जनाउँछ, सवारी साधन चढ्नु अथवा प्रयोग गर्नु। जस्तै इप्ता, ओसुल इप्ता, कपडा लगाउनु कपडा भयो। सिन्दा, सिन्बारुल सिन्दा, जुत्ता भयो। सुदा प्रयोग गर्नु हैन, अब मोजारुल सुदा भन्ने हुन्छ हो, टोपी लगाउनु भन्न पनि पाइयो। आङ्ग्याङ्गुल सुदा भन्ने हुन्छ, किरा पनि हुन्छ। थादा, छाजङ्गरुल थादा। र यो लगाएको कुराहरू सबै खोल्नुलाई पेदा भन्ने, सरी फत्ता भन्ने, पेदा अन्य कुराहरू फुल्दा भनेको खोल्नु। यसरी हामीले कपडा लगाउनु भन्ने अथवा आभूषणका कुराहरू प्रयोग गर्नु र सवारी साधनहरू चढ्नु अथवा प्रयोग गर्नु भन्ने कुरा जनाउने क्रियाहरू हुने। यस्ता क्रियाहरूमा हामीले जहिले पनि गो को प्रयोग गर्नुपर्छ। कुरा बुझ्नु पर्यो हैन। सवारी साधन अथवा यातायातका साधन र आभूषणका कुरा, कपडाहरूको कुराहरू लाउँदा अथवा प्रयोग गर्दा भनेर बुझाउने बेलामा चाहिँ हामीले के को प्रयोग गर्छौं त, गो को प्रयोग गर्छौं। जस्तै अब उदाहरणमा हेरौं, छनुन म चाहिँ फान्फाजिरुल इपको नोल्ल खान्निदा। अब यो फान्फाजी भनेको के त, हाफ प्यान्ट है। फान्फाजी भनेको के हो, हाफ प्यान्ट। इपको भनेको लगाएर भनेको इप्ता भन्ने क्रिया आयो कि आएन, हेर्नु त यसमा चाहिँ इप्ता भन्ने क्रिया आयो कि। भनेको त कपडै लगाउनु हो नि त, पैन्ट लाउनु भने पनि हैन, पैन्ट लाउनु भनेको पनि के हो त, कपडा लाउनु हो। यसरी चाहिँ हामीले कपडा लगाउनु भन्ने बेलामा के को प्रयोग गर्छौं त, गो को प्रयोग गर्छौं भनेर तपाईहरुले बोल्नु भएन है। म चाहिँ प्यान्ट लगाएर, सरी हाफ प्यान्ट लगाएर नोल्ल खाम्निदा भनेको घुम्न जान्छु यसरी भन्ने। सारान्दुरी मान्छेहरूले उसानुल सुगो खायो। जस्तो हामीले सुदा भन्ने कुरा लेखेका छौं त्यहाँ हामीले हैन, प्रयोग गर्नु। जस्तो मोजारुल सुदा भन्ने हुन्छ। उसानुल सुदा भन्यो भने छाता ओढ्नु है। छाताको प्रयोग गर्नु भनेको के त, छाता ओढ्नु। मान्छेहरू उसानुल सुगो छाता ओढेर खायो भनेको जान्छन्। यसरी हामीले कुनै पनि कपडाहरू प्रयोग गर्ने कुरामा हामीले के को प्रयोग गर्ने त, यहाँ चाहिँ गो को प्रयोग गर्ने। अर्को छनुन म चाहिँ छाजङ्गरुल थागो साइकल चढेर, म चाहिँ साइकल चढेर। वैसाए खायो भनेको कम्पनीमा जान्छु। अब सवारी साधन प्रयोग गर्दा चाहिँ पनि हामीले गो को प्रयोग गर्ने भने हो नि त। अथवा सवारी साधन चढ्ने कुरा जनाउने क्रिया भनेको के हो, थादा हो। थादा भने त चढ्नु भनेर बुझ्छौं हामीले। अब यो चढ्नु भन्ने कुरामा चाहिँ हामीले के को प्रयोग गर्ने भयो त, यहाँ चाहिँ गो को प्रयोग गर्ने भयो। यसरी है, म चाहिँ साइकल चढेर कम्पनीमा जान्छु। यसरी चाहिँ हामीले सवारी साधन प्रयोग गर्दा पनि के को प्रयोग गर्छौं, गो को प्रयोग गर्न सक्छौं। अर्को हेरौं, छनुन मेइल म प्रत्येक दिन। फसुरुल थागो,
फसु भनेको बस, बस भनेको पनि त सवारी साधन हो अथवा यातायातको साधन हो। अब बस चढ्नु अथवा बस प्रयोग गर्नु भन्नु कुरा एउटै हो है। यसरी चाहिँ बसको प्रयोग गर्नु अथवा बस चढ्नु भन्ने कुरामा पनि हामीले सवारी साधनमा के को प्रयोग गर्छौँ त, गो को प्रयोग गर्छौँ। म चाहिँ प्रत्येक दिन सधैँ मेल भनेको प्रत्येक दिन फसुरुल थागो बस चढेर वेसाए खाम्निदा भनेको कम्पनीमा जान्छु, यसरी भन्न सक्छौँ। अर्को हेरौँ त, आन्जन वारुल छाक्युङ हागो, छाक्युङ हादा भनेको प्रयोग गर्नु है, अथवा यसमा चाहिँ हामीले सिङ्गो पनि भनेर भन्न सक्छौँ है। छाक्युङ हादा भनेको हामीले सेफ्टी केयरका, हामीले शरीरलाई सुरक्षा गर्नको लागि लगाउन प्रयोग गर्ने जुनसुकै उपकरणमा पनि हामीले छाक्युङ हादा प्रयोग गर्न सक्छौँ कि। जस्तै आन्जन वारुल त सिन्दा हुन पर्यो, यहाँ फेरि किन सिन्दा भएन, छाक्युङ हादा किन भयो भन्ने होला। हामीले सेफ्टी केयरका फोहोगु भन्छौँ कि होइन, फोहोगु लगाउने बेलामा अथवा प्रयोग गर्ने बेलामा हामीले के को प्रयोग गर्न सक्छौँ त, छाक्युङ हादाको पनि प्रयोग गर्न सक्छौँ। त्यही भएर आन्जन वारुल सिन्दा पनि भन्न पाइन्छ र तपाईँले छाक्युङ हादा भन्न पनि पाइन्छ। आन्जन वारुल छाक्युङ हागो इरुले सहयोग, सेफ्टी सुज सुरक्षा जुत्तालाई प्रयोग गरेर काम गरेँ भनेको मतलब जुत्ता मोजा चप्पल, अब प्यान्टहरू भयो, सर्टहरू भयो, हाफ प्यान्ट टी सर्टहरू, यस्ता कुराहरू लगाउनु अथवा प्रयोग गर्नु भन्ने बेलामा चाहिँ हामीले के को प्रयोग गर्ने, गो को प्रयोग गर्ने। साइकल भयो, बस भयो, मेट्रो भयो, प्लेन भयो, मोटर बाइक, जुनसुकै सवारी साधनहरू प्रयोग गर्ने बेलामा अथवा चढ्नु भन्ने कुरा जनाउँदा पनि के को प्रयोग गर्छौँ त, हामीले गो को प्रयोग गर्छौँ। त्यही भएर यहाँ चाहिँ हामीले यस्ता कुरामा गो को प्रयोग गर्नुपर्छ भन्ने कुरा बिर्सिनु भएन है। तीनटा कुरा सिक्यौँ हामीले अहिलेसम्म। हिजो एउटा है, हिजोकोमा के भनेको थियौँ भने एक आपसमा सम्बन्ध नभएको फरक वाक्य अथवा फरक काम जोड्ने बेलामा अथवा गरेको कुरा जनाउने बेलामा गो को प्रयोग गर्ने भनेका थियौँ। दोस्रो नम्बरमा हामीले रोगका दुईवटा लक्षणहरू बताउने बेलामा गो को प्रयोग गर्ने भनेर बुझ्यौँ। र तेस्रो नम्बरमा आएर हामीले कपडा है, आभूषणका कुराहरू र सवारी साधन यातायातका साधनहरू प्रयोग गर्दा अथवा चढ्ने भन्ने कुरा जनाउने बेलामा पनि हामीले के को प्रयोग गर्नुपर्छ, गो को प्रयोग गर्नुपर्छ है। ल आजको क्लास यति नै गरौँ। हामी यसको बाँकी रहेको कुराहरू भोलिको अङ्कमा ल्याएर आउनेछौँ। अहिलेसम्म हेरिदिनु भयो, तपाईँहरूले पनि केही सिक्नुभयो होला भन्ने अपेक्षा गर्दै आज यति नै गरौँ। खाम्साहाम्निदा।